जापान जस्तो सेफ कन्ट्रीमा पनि यो इङ्ग्लिस पढाउने टिचरलाई यो भूत जस्तो देखिने केटाले कति तडपाई मारेको रहेछ। यो हकर नाम गरेको ब्रिटेनको केटीले जापानमा इङ्ग्लिस पढाउँथे अनि उसको एक दिन भेट हुन्छ तात्सुया भन्ने जापानिज केटासँग र त्यो केटाले मलाई जसरी भए पनि इङ्ग्लिस पढाउन प्लिज भनेर उसलाई रिक्वेस्ट गर्छ अनि केटीले पनि हुन्छ भनेर ऊ जान्छ तात्सुयासँग उसको रुममा। तर तात्सुयाले चाहिँ अर्कै नै स्टोरी तयार पारेर राखेको रहेछ। रुममा लगेको केही छिनमा उसले हकरमाथि हातपात गर्न सुरु गर्छ। उनीहरू एक आपसमा निकै बेरसम्म लड्छन् बट तात्सुया चाहिँ एकदमै स्ट्रङ भएकोले उसले त्यो केटीलाई एक छिनमै मारिदिन्छ र अब उसको लागि मेन च्यालेन्ज थियो त्यो केटीको बडीलाई लुकाउने। दिनभरि प्रयास गर्दा गर्दा उसले स्मेल नआउने केमिकल किनेर त्यो केटीको शरीरभरि छर्किदिन्छ अनि बडीलाई बाल्कनीमा लुकाएर राख्छ। उसले त्यो केटीको बाल समेत काटेर टक्लु नै बनाइदिएको थियो। तर यो सबै आवाज सुनेर छिमेकीले पुलिसलाई खबर गर्छन् अनि पुलिस घरमा आउँदा तात्सुया रुममा नै थियो। बट ऊ चाहिँ प्रोफेसनल फाइटर भएकोले पुलिसलाई पनि धक्का दिँदै ऊ त्यहाँबाट भाग्न सफल हुन्छ। पुलिसले उसलाई कति खोज्दा पनि ऊ कहिले फेला पर्दैन र लिटरली उसलाई पक्रिने मान्छेलाई 1 करोडको इनाम समेत राखिएको रहेछ। त्यो केटीको बाउले पनि आफ्नो छोरीको हत्यारालाई खोज्न जापान आएर हरेक स्टेसनमा पेपर बाँड्दै हिँड्छ। बट त्यो केटा चाहिँ 31 महिनासम्म त यस्तै एकान्त ठाउँमा लुकेर नै बसेको रहेछ अनि उसले 3 चोटिसम्म प्लास्टिक सर्जरी पनि गरेको थियो रे। बट लास्ट चोटि पुरै फेस नै प्लास्टिक सर्जरी गर्ने भनेर जाँदा पसलको मान्छेलाई थाहा हुन्छ कि त्यो मान्छे जापानको मोस्ट वान्टेड लिस्टमा छ भनेर र उसले सिधै पुलिसलाई खबर गरिदिन्छ। फाइनली 2 वर्षपछि तात्सुया पक्रिन्छ र उसलाई जन्मकैदको सजाय हुन्छ। वर्षौंदेखि गल्ली गल्लीमा फोटो बोक्दै हिँडिरहेको हकरको बाउले पनि फाइनल्ली जस्टिस पाउँछन्। प्लिज मलाई फलो गर्नु होला, म सबैलाई फलो ब्याक दिनेछु।